के तपाईहरु पनि यस्तो फोटोलाई यस्तो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु है त। कसरी बनाउने सबै म तपाईहरुलाई स्टेप बाइ स्टेप बताउने छु है त। म चाहिँ मोबाइलको स्क्रिनमा आइसकेको छु। र तपाईहरुले सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको चाहिँ यो तपाईहरुले कालो एप्स देख्दै हुनुहुन्छ नि, यो ग्रोक भन्ने एप, यसलाई चाहिँ तपाईहरुले चाहिँ आफ्नो मोबाइलमा चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ प्ले स्टोरबाट है त। यदि छैन भने गर्नु होला। त्यसपछि तपाईहरुले यसलाई चाहिँ ओपन गर्नु होला र ओपन गरिसकेपछि यहाँ साइडमा तपाईहरुले देख्न सक्नुहुन्छ पिन जस्तो अटोको छेउमा र त्यसपछि तपाईहरुले यहाँ फोटो अथवा फाइल अथवा चाहिँ क्यामेरा जे पनि प्रयोग गर्न सक्नुहुन्छ यहाँको। मेरो चाहिँ यो फाइलमा छ त्यही भएर मैले फाइल चुज गरे। तपाईहरुले फोटोमा नि गर्न सक्नुहुन्छ। र फाइलमा आइसकेपछि मैले यो फोटो देख्न सक्नुहुन्छ है। यो फोटो चाहिँ मलाई यसलाई चाहिँ क्लियर बनाउनु छ एचडी क्वालिटीमा। त्यसको लागि चाहिँ एउटा प्रम्प्ट लेख्नु पर्ने हुन्छ र त्यो प्रम्प्ट चाहिँ म तपाईहरुलाई चाहिँ कमेन्ट बक्समा राखिदिने छु र त्यो प्रम्प्ट कहाँबाट लेख्ने तपाईहरुलाई थाहा छैन भने चाहिँ तपाईहरुले कमेन्ट गर्नु होला। म त्यसको पनि भिडियो बनाउने छु है त। त्यो प्रम्प्टलाई चाहिँ मैले यहाँ कपी गरेर राखेको थिएँ। त्यो चाहिँ मैले यहाँनिर लेखिसकेको छु र यसलाई चाहिँ मैले सेन्ड गर्दै है त। अब केही समय मात्रै लाग्छ। त्यसपछि यो फोटो चाहिँ बनेर एकदमै तयार हुन्छ है त। देख्न सक्नुहुन्छ हाम्रो फोटो चाहिँ बनेर तयार भइसकेको छ। र तपाईहरुले यो फोटोलाई चाहिँ फोटोमा ट्याक्क क्लिक गरेर चाहिँ यहाँ तल तपाईहरुले देख्न सक्नुहुन्छ डाउनलोड। यो डाउनलोडमा ट्याक्क क्लिक गर्नुभयो भने चाहिँ तपाईको फोटो चाहिँ आफ्नो ग्यालरीमा गएर बस्नेछ है त। तपाईहरु पनि यस्तै फोटो बनाउन चाहनुहुन्छ भने चाहिँ मेरो कमेन्ट बक्समा गएर त्यो प्रम्प्टलाई चाहिँ कपी गरेर तपाईले आफ्नो फोटोलाई युज गर्न सक्नुहुन्छ। यदि त्यस्तै अरू प्रम्प्टहरु पनि चाहिन्छ भने कहाँबाट लिने कसरी बनाउने भनेर चाहिँ म तपाईहरुलाई अर्को भिडियोमा भन्नेछु। त्यसको लागि तपाईहरुले चाहिँ कमेन्ट गर्नुपर्ने छ है त। भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने चाहिँ भिडियोलाई एक लाइक र यो पेजलाई चाहिँ फलो गर्न नबिर्सिनु है त। किनभने यस्तै खालको भिडियोहरु चाहिँ म तपाईहरुको लागि ल्याइराख्ने छु है त।